सन अफ गोर्खाली भनेर चिनिने प्रिय गायक प्रशान्त तामाङ नेपाली समुदायका लागि गर्व, भावना र पहिचानको प्रतीक थिए। इन्डियन आइडल सिजन 3 जितेर नेपालले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाए र करोडौँको मन पनि जिते। दार्जिलिङमा जन्मिएर कोलकाता प्रहरी ब्यान्डबाट सङ्गीत यात्रा सुरु गरेका उनले गोर्खालीको छोरो हुँ जस्ता गीत मार्फत नेपाली स्वाभिमानलाई स्वर दिए। इन्डियन आइडल जित्दा आमाले ढाका टोपी लगाइदिएको त्यो क्षण आज पनि सबैका मनमा भावुक सम्झनाका रूपमा बसेको छ। दिल्लीमा 42 वर्षको उमेरमा हृदयघातका कारण उनको असामयिक निधनले सम्पूर्ण नेपाली समुदाय शोकमा डुबेको छ। गायनसँगै फिल्म र वेब सिरिजमा अभिनय गरेर पनि उनले आफ्नो बहुप्रतिभा देखाएका थिए। उनी सरल, नम्र, परिवार प्रेमी र संस्कृतिप्रति गर्व गर्ने कलाकार पनि थिए। आज उनी शारीरिक रूपमा हामी बीच छैनन्, तर उनका गीत, भावना र नेपाली पहिचानप्रतिको प्रेम सधैँ हाम्रो मन र सम्झनामा जीवित रहिरहनेछ। उहाँलाई, गायक प्रशान्त तामाङलाई हार्दिक श्रद्धाञ्जली र उहाँको परिवारलाई भगवानले धैर्य धारण गर्न शक्ति प्रदान गरून्